लोकल कुखुराको मासु एकदमै सजिलो र सहज तरिकाले मैले चाहिँ बनाउँछु। अनि हजुरहरूले कसरी बनाउनुहुन्छ हजुरको स्टाइलमा अनि मेरो स्टाइलमा कसरी बनाउँछु आज हेरौँ है त। मैले चाहिँ सफा गरेर लोकल कुखुराको मासु लिइसकेको छु। ल हेर्नुहोस् त कति सफा छ। अनि सफा कराईमा तेल राखेँ, ज्वानो मेथी फुराएँ अनि आफूलाई के मनपर्छ होल गरम मसलाहरू एड गर्ने। अनि मैले मासु राखेँ अनि राम्रोसँग चलाउन सुरु गर्ने, किनभने टाँसिन्छ नि त पिँधामा फेरि राम्रोसँग चलाएन भने। अनि मजाले मासुलाई भुट्ने अनि भुटिसकेपछि बेसार र नुन चाहिँ मैले पहिल्यै राखिदिन्छु। अनि यो मासुमा भएको पानी सबै निस्किएर यो सबै पानी मजाले सुक्यो भने यो मासुको स्वाद नै डिफ्रेन्ट आउँछ कि। अनि मैले चाहिँ प्याज कहिले फ्राई गर्दिनँ। मैले सबै पानी निस्केर सुकिसकेपछि चाहिँ हल्का रातो हुन थालेपछि बल्ल मैले चाहिँ प्याज राख्ने गर्छु कि। यसको बनाउने सबैको आफ्नो आफ्नो तरिका हुन्छ, मेरो चाहिँ अलिक बेग्लै खालको तरिका छ। अनि यतिको रातो भइसकेपछि चाहिँ मैले काटेर राखेको प्याजलाई राखिदिन्छु। प्याजलाई एकछिन भुट्नु पर्ने हुन्छ। प्याज राखेर एकछिन भुटेपछि यतिको कलर चेन्ज नहुनसम्म चाहिँ भुट्नै पर्छ कि। टमाटर राखिदिन्छु अनि सिलौटोमै पिसेको अदुवा लसुनको पेस्ट राखिदिन्छु अनि जिराको धुलो राखिदिन्छु अनि खुर्सानीको धुलो अनि अलिकति हरियो खुर्सानी पनि राखिदिन्छु। मरमसलाहरू पनि मैले राख्ने भनेको यति नै हो। सबैको आफ्नो आफ्नो तरिका हुन्छ बनाउने। अनि यो मसलाहरूलाई राम्रोसँग एकछिन भुटिदिन्छु। यो भुटिदिएपछि यसको स्वाद नै डिफ्रेन्ट खालको आउन थाल्छ। यसरी बनाएको मासु केसँग खाँदा हजुरहरूलाई बढी मनपर्छ त? रोटीसँग, भातसँग? मलाई चाहिँ भातसँग पनि मनपर्छ एकदमै, रोटीसँग पनि मनपर्छ। अनि मैले अब यत्तिको भुटेपछि हल्का पानी राखिदिएँ आफ्नो आवश्यकता अनुसार। अनि यो पानी राखिसकेपछि चाहिँ यो मासुलाई एकछिन मजाले पकाउनु पर्ने हुन्छ। हजुरले प्रेसरमा पकाउनु भयो भने चाहिँ 2 सिटी लाउनु भयो भने चाहिँ पाक्छ, तर यसमा चाहिँ अलि बेर पकाउनु पर्ने हुन्छ है कराईमा पकाएको भएर। अनि यतिको पाकिसकेपछि काटेर राखेको हरियो लसुन राखिदिन्छु अनि लसुन राखेपछि एकछिन चलाइदिन्छु। हजुरहरूले प्याज राख्नु भए पनि हुन्छ, आफूसँग जे एभाइलेबल छ त्यो राख्दा हुन्छ। मैले चाहिँ यो राखेँ, धनियाँ पनि राखिदिएँ अब। अनि यो धनियाँ राखिसकेपछि यो धनियाँलाई मासुको सबैतिर पर्ने गरेर मजाले चलाइदिने। त्यसपछि त हाम्रो मासु खाना रेडी भइसक्यो। ल हेर्नुहोस् हजुरहरूलाई कस्तो लाग्यो मेरो रेसिपी, हजुरहरूलाई पनि मन पर्यो